आन्दोलनले गर्दा यो पिपुल चोइस अवार्ड भन्ने बीचमै बन्द भएको थियो र यसलाई रिओपन गरिएको छ। हिजो बेलुका साँझ 5 बजेदेखि भोटिङ फेरि स्टार्ट भइसकेको छ। यसको फाइनल रिजल्ट्स भने पुस 23 गते पोखरामा एनाउन्समेन्ट हुन गइरहेको छ। अब भोटिङको अवधि सकिनको लागि हामीसँग धेरै समय छैन र हामी भलिबल फ्यान्स भएको नाताले गर्दा हिमाल सुनारी मगरलाई जिताउनु पर्छ भन्ने मेरो सोच हो। सबैजनाले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पेजमा गएर हिमाल सुनारी मगरको फोटोलाई लाइक गरिदिनु होला र त्यहाँ कमेन्ट पनि गरिदिनु होला। यस अवार्डमा हिमाल सुनारी मगरसँग कडा टक्कर गर्नको लागि फुटबलबाट रेखा पौडेल पनि हुनुहुन्छ। त्यसैले हामीले भलिबल समर्थकहरूको पावर पनि देखाइदिनु पर्छ। यदि तपाईहरूले पनि अहिलेसम्म भोट गर्नु भएको छैन भने हल्ती एप डाउनलोड गरी त्यहाँबाट गएर हिमाल सुनारीलाई भोट गर्न सक्नुहुनेछ। फेसबुक पेजबाट पनि भोटिङ गर्नको लागि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पेजमा गएर तपाईहरूले सुरुमै देख्न सक्नुहुनेछ र त्यसमा गएर हिमाल सुनारी मगरको फोटोमा लाइक र कमेन्ट गरी त्यो फोटोलाई सेयर गर्नुभयो भने तपाईहरूको भोट काउन्ट हुनेछ। त्यसैले हिमाल सुनारीलाई जित दिलाउनको लागि तपाईहरूले सक्दो भोट गर्नुहोला। हिमाल सुनारीलाई जितको धेरै धेरै शुभकामना। सबैजनाले कमेन्टमा हिमाल सुनारीलाई बेस्ट अफ लक पनि लेखिदिनु होला।